तर यो एक्सर्साइज राम्रो होइन नि त आमा, तपाईँले राम्रै हाम्रो एक्सर्साइज साथीहरू डिलाइ गरेको होइन कि यस्तै हुन्छ रुममा ला म अस्तिदेखिको रुममा पनि विचार गर्थेँ नगरी सुत्दैछ कि भनेर राति। एक चरण बिहान आधी कामहरू गर्छ नि कि त्यहाँदेखि साथीहरू एक्सर्साइज गर्छ। आमाले जति जानेको छ त्यति हो, यस्तै जानेको होइन। सिकाउँछ सिकाएकै तर यो गलत हो, यो राम्रो गर्नुपर्छ यसरी भनेर चाहिँ अब करेक्ट सिकाउँदाखेरि चाहिँ अब आमाको अब बानी भएको यस्तै गर्छ कि। तर अब हात खुट्टाहरू अलिअलि यताउता जोइनिङहरू दुखेको अलिकति जाति भने पनि ठिकै नै हो। गलत हो, अलिकति उल्टो नै गर्छ आमाले कि। तर आफ्नो आफ्नो म त छोरी आमा टोमा छुने त आमाले त टक्क छोडेर सक्नु होइन, देखाइदिनु न यहाँ यस्तो गर्नु त म त भेट्दिनँ नि। अब भने स्लोली गयो भने चाहिँ अलिक होइन आमा चाहिँ भेट्दो रहेछ कि मेरो त्यस्तो दुख्छ नि, त्यसरी भेट्नु सक्दिनँ। भुइँ पनि सक्दिनँ भेट्नु। ऊ साथीहरू छोरी यस्तो चाहिँ आमा हेर्नु चुरु चुरु होइन। के गर्दैछ भनेको त साथीहरू, तपाईँहरूको नि आमाहरू के कस्तो छ कि हाम्रो चाहिँ आमाहरू एक्टिभ छ है साथीहरू, त्यस्तो छ कि हो। जति जानेको नि त्यत्तिकै गरेपछि तर उसलाई त्यो खिसीहरू चाहिँ नगरिदिनु होला। कसो गर्दैन होला है। मैले भिडियो पोजिटिभ पाराले हालेँ कि साथीहरू, किनभने कतिजना चाहिँ अब रमाइलो पनि हुन्छ। तर हाम्रो आमा चाहिँ एकदम त्यस्तो खाएको छ क्या। सिकाउनु चाहिँ करेक्ट चाहिँ सिकाएको भन्दैछु त मैले कि दादाले पनि आइकन सिकाएको एकचोटि कि।